प्रधानमन्त्रीज्यूलाई मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढङ्गले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया, लोकतान्त्रिक मूल्य, मान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन। प्रधानमन्त्रीज्यू, तपाईँ मान्नुहोस् या नमान्नुहोस्, तपाईँ सत्ता पक्षको मात्र प्रधानमन्त्री होइन, तपाईँ हामी सबै नेपालीको प्रधानमन्त्री हो। त्यसैले प्रश्न गर्न चाहन्छु, दैनिक संसदमा उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको प्रश्नले तपाईँको राजनीतिक साखमा अझै असर परेको महसुस गर्नुभएको छैन। तपाईँको राजनीतिक साखमा अझै महसुस गर्नुभएको मात्र होइन, संसदको रेकर्डमा रहेको विवादास्पद अभिव्यक्तिलाई सच्याउन पनि किन यति धेरै कठिनाई भइरहेको छ? प्रधानमन्त्रीज्यू, गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो। प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ। सभामुख महोदय, सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति केवल एउटा राजनीतिक भाषण हुँदैन, त्यसले नेपालको कूटनीतिक धारणा, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि समेत प्रभाव पार्छ। तर प्रधानमन्त्रीज्यूका पछिल्ला कार्यशैलीले त्यही अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था आउनु दुःखद हो। विदेश नीति भाषणको विषय होइन, राज्यको दीर्घकालीन जिम्मेवारी हो। सीमा र राष्ट्रिय हितका विषयमा राजनीतिक आवेग होइन, तथ्य, प्रमाण, कूटनीतिक मर्यादा र राष्ट्रिय समितिको आधारमा चाहिन्छ। म प्रधानमन्त्रीज्यूको आलोचना मात्र गर्न चाहन्न, किनकि मैले प्रधानमन्त्रीज्यूबाट अझ धेरै अपेक्षा गरेको छु। मेरो पुस्ताको युवा प्रधानमन्त्रीसँग मेरो विश्वास थियो, उहाँले राजनीतिक दलसँग नियमित संवाद गर्नुहुनेछ, संसदीय सर्वोच्चतालाई सम्मान गर्नुहुनेछ, सदनमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ। प्रतिनिधि सभा नियमावलीले व्यवस्था गरेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी र नियमित संसदीय अभ्यासका रूपमा स्थापित गर्नुहुनेछ। मैले अपेक्षा गरेको थिएँ नेपालको युवा नेतृत्वले राष्ट्रिय मुद्दा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको नयाँ परिचय दिनेछ। छिमेकी मुलुकका उच्च स्तरीय भेटघाट, संसदीय सम्बोधनदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म नेपाली युवाको ऊर्जा, सम्भावना, हाम्रो प्राकृतिक स्रोत, पर्यटन, प्रविधि र उद्यमशीलताको कुरा विश्व सामु पुर्याउनु हुनेछ। त्यसबाट नेपालमा लगानी बढ्नेछ, युवामा आश बढ्नेछ, कर्मिक रूपमा विदेश जानुपर्ने बाध्यता घट्नेछ, देशमै पौरख गर्ने उद्यमी बढ्नेछन् र अर्थतन्त्रले नयाँ गति लिनेछ। तर आज प्रश्न उठेको छ, प्रधानमन्त्रीज्यू आफ्नै मन्त्री परिषदमा एक्लै हुनुहुन्छ, मन्त्रीका सुझाव कति सुन्नुहुन्छ, संसदलाई कति सुन्नुहुन्छ, आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ, अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधानभन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सभामुख महोदय, सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारको समर्थन गर्नु भनेको सरकारका हरेक कमजोरीमा मौन बस्नु होइन। सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नुहोस्। तपाईँले तपाईँको कट घटाउँदैन, बरु तपाईँको लोकतान्त्रिक कट बढाउँछ। अन्त्यमा यति मात्र भन्न चाहन्छु, प्रधानमन्त्रीज्यू, तपाईँ एक्लो हुनुहुन्न, मुलुकको हितमा तपाईँ अघि बढ्नुहोस्। प्रतिपक्ष तपाईँको साथमा उभिनेछ, तर संविधानभन्दा माथि कोही छैन, संसदभन्दा ठुलो राजनीतिक मञ्च छैन, राष्ट्रिय हितभन्दा ठुलो कुनै दल छैन, सचिवालयले मात्रले शासन चल्दैन। सम्माननीय सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईँलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन खोजिरहेका छौँ। सम्मानित सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौँ। विश्व सामु नेपालको लोकतान्त्रिक प्रणालीमाथिको जनविश्वास बचाउन खोजिरहेका छौँ र सबैभन्दा ठुलो कुरा हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले यही संसदको रोस्तममा उभिएर दिनुभएको सीमा सम्बन्धी
विवादास्पद अभिव्यक्तिप्रति प्रतिपक्षले निरन्तर प्रश्न उठाइरहेको छ। दिन बितिरहेका छन्, संसदमा बैठकहरू चलिरहेका छन्, तर प्रधानमन्त्रीज्यूबाट न स्पष्ट जवाफ आएको छ, न आफ्नो अभिव्यक्तिबारे सदनलाई विश्वस्त पार्ने प्रयास भएको छ। प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन। तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन